आरसिटी गर्नुपर्छ भनेर कसरी थाहा पाउने? सबभन्दा पहिला हाम्रो दाँतको जुन सेन्सिटिभिटी हुन्छ त्यो धेरै दिनसम्म यदि भइराख्यो भने त्यस्तो अवस्थामा हामीले आरसिटी गर्नु चाहिँ पर्छ। अर्को कुरो, यदि दाँतमा किरा लागेको छ, धेरै ठुलो ठुलो किरा लागेको छ र त्यो अवस्थामा यदि नसा भेटिसकेको छ भने त्यो चाहिँ दाँत भित्रैदेखि एकदमै पेन भएर आउँछ। त्यस्तो अवस्थामा चाहिँ हामीले आरसिटी चाहिँ गर्नुपर्छ। अर्को अवस्था चाहिँ यदि हामीले टोक्दा ओर्दा जुनसुकै बेला दाँत दुखै भयो भने त्यो गिजा वरिपरिको इन्फेक्सनहरू भएर पनि दाँतलाई भित्रैबाट इन्फेक्सन गराएर ड्यामेज गरेको हुन्छ। त्यो अवस्थामा चाहिँ हामीले आरसिटी चाहिँ गर्नुपर्छ। र यस्तो राति सुत्नै नसक्ने अवस्थाको एकदमै ज्वरो आयो दाँत दुखेर भने त्यो पक्कै बुझ्नुस् कि अब यो दाँत चाहिँ दाँतभित्र चाहिँ इन्फेक्सन भइसक्यो, अब हामीलाई आरसिटी चाहिँ गर्नुपर्ने हुन्छ। अब यसको लागि चाहिँ हाम्रो ओम समाज डेन्टल हस्पिटलमा आउनुहोस् र एउटा एक्सरे गराउनुहोस् र डायग्नोसिस गरिसकेपछि यो दाँत बचाउन सक्ने अवस्थामा छ भने हामी पेनलेस आरसिटी गरेर हजुरहरूको उपचार चाहिँ एकदमै गर्न सक्छौँ।